आज चाहिँ मैले सेकेन्ड एपिसोड लिएर आइसकेको छु मेरो पोडकास्टको र आज मैले एकजना अतिथि गेस्ट मेरो प्रिय भाइलाई चाहिँ मैले निमन्त्रण गरेको छु र के छ भाइ? धन्यवाद छ। मेरो परिचयबाटै सुरु गरौँ न त भाइ। एकदमै धन्यवाद छ। सर्वप्रथम त मलाई यहाँ बोलाइदिनु भयो। आज यस पोडकास्टमा तपाईँको पोडकास्टमा उपस्थित हुन पाएँ म एकदमै इट्स लाइक ब्लेस्ड फर मी। सर्वप्रथम त मेरो नाम विपिन सुवेदी, म बुटोल रूपन्देही 4बाट। यति नै हो मेरो परिचय त भन्नुपर्दा। लङ टाइम पछि जोस भेट भयो दाजुभाइको, मलाई पनि एकदमै खुसी लाग्यो होइन। अनि के छ त अरू नयाँ खबरहरू अहिले? अहिले त जोस चलिरहेछ जिन्दगी भनौँ न। अब सस्तो व्यस्तमै अब बाहिरको जिन्दगी, अब व्यस्तताको कारणले आज समय निकालेर आउन पनि पाएँ। एकदमै ब्लेस्ड छु त्यसको लागि। अनि हाम्रो त आफ्टर लङ टाइम पनि भेट भयो है। हो त नि, एकदमै लङ टाइम हो होइन। 4 वर्ष पनि भइसक्यो। एकदमै मेरो प्रिय दाइ, एकदमै खुसी लागेछ पोडकास्ट खोलेर। एकदमै मलाई पनि भविष्यको कामना व्यक्त गर्न चाहन्छु हजुरमाथि। धन्यवाद भाइ, भाइको आशीर्वाद लागोस् होइन। अनि के छ काठमाडौँको बसाइ त अब सँगै धेरै वर्ष बसियो दाजुभाइ होइन, हरेक कुरामा सहकारी पनि गरियो। हजुर। अनि के छ त त्यस्तो यादगार कुराहरू होइन, मनमा लागेको कुराहरू दाजुभाइसँगै बसियो, रमाइलो गरियो? अब त्यस्तो याददास्त त अभियसली हुने नै भयो। अब त्यत्रो वर्षको बसोबासमा अब कति घुमियो होइन, कति खाइयो, कहाँ गइयो, के गरियो होइन, के गरियो नि। अब त्यो भन्नुभन्दा पनि अब जस अब अपकमिङलाई चाहिँ के हुन्छ भन्ने कुरो हो। अब हाम्रो अब काठमाडौँमै भएको भए, अहिले त अब आउट अफ कन्ट्री छौँ। अब त्यति बेलै अब हामी काठमाडौँमा अहिलेको यो जिएनजीको आन्दोलन भयो, अब यति बेला हामी काठमाडौँको भएको भए हामी पनि सायद आन्दोलनमा हुन्थ्यौँ होला र हामी पनि फेरि त्यतिखेर के हुन्थ्यो होइन, कसो गरिन्थ्यो होला भन्ने कुरो त अब त्यो फाल्टै कुरो भयो। त्यही त अब योभन्दा अगाडि पनि हामी विरोधकै पछाडि त काठमाडौँमा त्यत्रो समय बसेर हिँडेकै हो त। अब कहिले किसानको विरोधमा, कहिले बिजुली बत्तीको विरोधमा, कहिले शिक्षाको विरोधमा, हामी हरेक विरोधमा त काहीँ न काहीँ त पाइला त चालिन्थ्यो। अनि भाइले एउटा कुरा भने मैले, भाइ हामी सँगै बस्दाखेरि काठमाडौँको बस्दै एकदमै सुखमय, एकदमै रमाइलो थियो होइन। एकदमै हजुर। अनि के हो लभसप पनि परेको थियो भाइको? के हो बिहे गरिसक्यौ कि गरेको छैनौ कि, अथवा के भइरहेछ तिम्रो चाहिँ? केही अहिलेसम्म अत्तपत्ता छैन, लङ टाइम पछि भेट भयो दाजुभाइको होइन। एकदमै खुसी त छँदैछ। यो कुरा पनि त अब जनताले जान्न चाहन्छन् होइन मेरै पोडकास्टबाट। बताइदेऊ भाइ तिम्रो जीवनी कथाहरू के छ? लभ म्यारिज हो कि, लभ परेर म्यारिज गरिसक्यौ कि, अथवा त्यत्तिकै छ कि के लभ परिराखेकै छ कि आज अहिलेसम्म के छ भाइ? लभको कुरा गर्नुपर्दा त अब अभियसली अहिले उमेर भनेकै मेरो लभ पर्ने उमेर पनि हो होइन। उमेर त हो, लभ त परिरहेछ भनौँ न। लभ सँगसँगै जिन्दगीको एउटा पार्ट पनि अब अविस्मरणीय अगाडि बढिरहेछ। बिहे गरेको छैनौ त्यसो भए? बिहा गरेको छैन, अब गर्ने चाहिँ सोचिरहेको हो। ठिक छ भाइ। अब बिस्तारै बिहे गर्ने, ढिलो हुन्छ तर कडा हुन्छ नि त होइन, केही छैन, ठिकै छ। अनि के छ त अनि अरू माहौलहरू चाहिँ? अरू त अब नेपालकै अहिलेको अब चुनावकै बारेमा कुरा गरौँ होइन। हजुर। जताततै अहिले चुनावको प्रचार प्रसार देखिन्छ। एमाले, काङ्ग्रेस, माओवादी, पुरानो पार्टी र नयाँ पार्टीहरूको चाहिँ अहिले चर्काचर्की नै छ देशमा। के छ यसको धारणा के छ? अनि सर्वप्रथम त म तिमीलाई एउटा कुरा भन्न चाहन्छु। सामाजिक सञ्जालमा मैले तिमी र बालेनको फोटो देखेको थिएँ, बालेन शाहको। अहिलेको जल्दो बल्दो केपीसँग चाहिँ तपाईँको लडाइँ भइरहेछ नि त अहिले झापा 5मा। उसँगको चाहिँ फोटो देखेको थियो तिम्रो साथमा चाहिँ। के छ यसको रहस्य के हो? कहिले भेट भएको थियो? यो चाहिँ हाम्रो भेट चाहिँ ऱ्यापर, पहिला बालेन त ऱ्यापरै थियो नि त। अनि हाम्रो रूपन्देहीबाट चाहिँ, बुटोल रूपन्देहीबाट चाहिँ एउटा भ्योमा भन्ने ऱ्यापर, उसँग चाहिँ बालेन एकदमै मेलमिलाप। अनि भनौँ न यो सायद धेरै अगाडिको फोटो हो। चुनाव मेयर हुन जस्तै मेयर भएको सायद दुई महिना हो कि 3 महिना यस्तैको अन्तरालको त्यो फोटो हो। अनि म चाहिँ त्यति बेला, तिमी पनि त्यतिखेर ऱ्यापर अलिअलि त गाउँथ्यौ मसँग हुँदाखेरि? पहिला काठमाडौँ बालेन शाहसँगै ऱ्यापर गाउने कि यसो सँगै काम गर्ने समय मिल्यो कि के?
होइन समय मिल्यो भन्दा पनि भ्यूमा ऱ्यापर चाहिँ अब एउटा नेपको श्रीपेच अहिलेको युवाले ऱ्याप हान्ने अब त्यसमा पनि जजको हिसाबमा चाहिँ भ्यूमा एउटा हाम्रो मैले फेरि एकदमै चिनेको एकदमै नजिकको एकदम मिलनसार दाइ पनि हो भ्यूमा म यो पोडकास्टबाट एकदमै सम्झिन पनि चाहन्छु उहाँलाई। अब कसरी भेट भयो भन्दा चाहिँ म काठमाडौँमा चाहिँ हिँडिरहेको थिएँ होइन, हिँडिरहेको थियो मैले चाहिँ कस्तो देखेँ भन्दा एउटा रेस्टुरेन्टमा अन द स्पट उनीहरू दुईजनाको चाहिँ भित्र परिचय भनौँ न। अब उनीहरू त एज अ गेस्ट, अब म त एज अ सामान्य रूपमा म हिँडिरहेको सामान्य मान्छे होइन, सामान्य युवा मान्छे, युवक स्वतन्त्र युवा। कस्तो भइदियो भन्दा म ट्याक्क भित्र देखेँ कि एउटा क्याफेमा, अनि त्यो क्याफेमा चाहिँ भित्र बालेन्द्र अनि भ्यूमा। अब बालेनले नचिने नि भ्यूमालाई चाहिँ फेरि म एकदम नजिकबाट चिन्ने, मैले पनि भ्यूमा फेरि एकदमै नजिकको गाउँको दाइ। अनि त्यसरी चाहिँ अनि झ्याप्प देखेँ अनि म चाहिँ छिर्न खोजेँ त्यहाँभित्र। अनि छिर्न खोज्दा चाहिँ मलाई त्यो सेक्युरिटी बाहिर सेक्युरिटी हुँदो रहेछ, सर तपाईँलाई जान एलाउड छैन भन्यो। अनि मैले चाहिँ टाढाबाट भ्यूमालाई देखेँ अनि भ्यूमालाई चाहिँ यसो नमस्ते दाइ भने टाढाबाट नमस्ते भाइ अनि भनेर अनि भ्यूमाले चाहिँ मलाई बोलायो, भित्र छिरायो भनौँ न, नत्र भने सामान्य रूपमा छिर्ने सम्भावना कमी थियो। छिर्ने रूपमा त अब बालेन त अब पहिलेदेखि फेमस मान्छे होइन, मेयरभन्दा अगाडि नै ऱ्यापरमा जोस् फेमस कमाइसकेको। तर हामी जनताहरूले चाहिँ मेयर भइसकेपछि चाहिँ हामीले प्रष्ट जोस् चिनियो भनौँ न, मैले पनि त्यहाँबाट चाहिँ नि अनि भ्यूमा दाइले भाइ के गर्दैछस् कस्तो चलिरहेछ दिनहरू भने भ्यूमा दाइले अब दाइ यसो वैदेशिक रोजगारको लागि अब बाहिरतिर जाने प्रोसेसले म काठमाडौँ यसो हिँडिरहेको थिएँ। ठिक छ भाइ, ल उन्नति प्रगतिको कामना गर्छु भन्नु भ्यूमा दाइले पनि। ट्याक्क बालेन दाइसँग पनि भेटघाट भयो, आइहाल्दो भयो। अब त्यही यो फोटोसोटो खिचियो होइन, एउटा मेमोरी भयो भनौँ, मेमोरीको लागि चाहिँ। अनि त्यो फोटो चाहिँ मैले चिसो भाइको पनि कुरा गरेँ, चिसो खाँदै कुरा गरौँ, फोटो चाहिँ मैले चिसो पिउँदै होइन ठिक छ। त्यो फोटो चाहिँ अनि मैले हालेको थिएँ। त्यसपछि चाहिँ टिका टिप्पणी पनि आयो, अब कति मान्छेले एआईबाट बनाएको, अब यो यस्तो त्यो यस्तो भनेर पनि कमेन्टहरू साथीभाइबाट चाहिँ एकदमै टिका टिप्पणीहरू पनि आयो। त्यो टिका टिप्पणी त भइहाल्छ अहिले हाम्रो देश नेपालमा, एकअर्काको खुट्टा तान्ने एकअर्काको कुरा काट्ने भन्ने कुरा त यो सामान्य नै भइसकेको छ अहिले होइन। त्यो त अब आफू पोजिटिभ भएर हेर्नु पऱ्यो त्यसमा चाहिँ। अब कस्तो भइदियो भन्दा टिका टिप्पणीमा चाहिँ अब अहिले फेरि एआईको जमाना, अब तपाईँको त्यत्रो चाहिँ नि संसद होइन जल्यो, अब शेरबहादुरको घर जल्यो, अब केपी ओलीले के भनिरहेछ, आमा त एआईबाट बनाएको भनेर त्यो भाषण दिइरहेछ। त्यस्तो अब अहिले चाहिँ जमाना के भन्दा अलिकति इक्जाम्पल भनौँ न, अहिले एआईको चाहिँ अलिकति केही राम्रो पोस्ट हालिदियो भने चाहिँ एआईले बनाएको भनेर सार्वजनिक भइहाल्ने यस्तो कुराहरू त भइरहेको। मलाई पनि साथीहरूले त्यही भन्दै थिए एआईबाट बनाएको भनेर भन्दै थिए। अनि मसँग चाहिँ ठिकै छ एआईबाट बनाएको होइन, ठिकै जनताहरू त छ नि त एउटा प्रुफको नुममा, जनतालाई थाहा होला, नजिकबाट निहालेर हेर्ने। त्यही भएर पनि अब केपी ओलीले चाहिँ अहिलेको यो चुनावमा चाहिँ जित्छ जस्तो मलाई लाग्दैन। के लाग्छ त तिमीलाई चाहिँ अब आउँदै गरेको निर्वाचनमा चाहिँ कुन चाहिँ पार्टीले चाहिँ जितेर चाहिँ हाम्रो देश नेपाल समृद्धि विकास र भ्रष्टाचार मुक्त बनाउँछ त तिमीलाई के लाग्छ? यो चुनाव भनेको एकदमै रोमाञ्चक चुनाव पनि हो, त्यत्रो आन्दोलन पनि भयो होइन। अब कति आमाको कोख पनि रित्तियो, त्यत्रो युवाहरूले चाहिँ नि लगभग कति 70-75 जना युवाहरूले चाहिँ ज्यान गुमाउनु पर्यो। के को लागि भन्दा परिवर्तनको लागि हो नि त, देश परिवर्तनको निमित्त हो। बाटो त तपाईँको जुन पार्टीले जिते पनि बाटो छ अभियसली बनाउँछ नि, त्यसमा कुनै पनि डाउट छैन। हामीलाई चाहिएको भनेको परिवर्तन हो। परिवर्तन कसले ल्याउँछ? युवाले ल्याउँछ। हामीलाई चाहिएको शिक्षा, स्वास्थ्य र रोजगार, यो तिनटामा चाहिँ मेन फोकस हुनु पर्यो के, अनि मात्र युवाले देश बनाउन सक्छ कि। त्यसो भए तिमीलाई लाग्छ अब आउँदै गरेको निर्वाचनमा चाहिँ जस नयाँ पार्टीले जित्छ? अभियसली नयाँ पार्टीले जित्छ भन्दा पनि जिताउनु पर्यो। अब पुरानो पार्टीको कुरा गर्दा त अब कति वर्षसम्म हामीले अब त्यो सहनशीलता सहनु, अब 1-2 वर्षको कुरा होइन, अब खालि त्यही बुढापाकाले जितेछ, खालि त्यसैले जितिरहेछ, अब खै त के गर त। अब चाहिँ अब आउने चुनावमा चाहिँ सम्पूर्ण अब अहिले नयाँकोले नै अब केही गर्ला नगर्ला त्यो आफ्नो ठाउँमा छ कि, तर जस पुरानोले भन्दा कहीँ हदसम्म राम्रो चाहिँ गर्छ यति कुरा चाहिँ ढुक्कै लेखेर दिन्छु। एउटा एजेन्डा चाहिँ नयाँ पार्टीमा हुन्छ। अब सम्पूर्ण नेपाली जनता तपाईँ हामी सम्पूर्णको चाहिँ के छ भने अब एकचोटि नयाँ पार्टीलाई दिउँ न त होइन। नयाँ पार्टी गर्छ कि त अहिले आउट अफ कन्ट्री नै छु, मैले पनि घर फोन गरेर मेरो बाबा मम्मी होइन, मेरो घर परिवारलाई सबैलाई, बहिनीहरूलाई, दिदीहरूलाई, भाइहरूलाई, मेरो छिमेकीहरूलाई, आफ्नो मेरो साथीहरूलाई पनि अब कन्ट्याक्टमा हुने साथीहरूलाई पनि मैले चाहिँ नि फोन गरेर
चुनावमा चाहिँ अब यसपालिको चुनावमा चाहिँ अब नयाँ मुहार नयाँ नेतृत्व होइन अब नयाँ चाहिँ नि मुहार हेर्नुपर्छ। अब अहिले चाहिँ नि अब नयाँ नेतृत्व नयाँ मुहार भनेको चाहिँ घन्टी मात्र हो, अरू उपलब्धि भनेको केही पनि देख्दिनँ मैले भनेर म सबैलाई सल्लाह सुझाव पनि अहिले म दिइरहेको छु। म आफूले भोट हाल्न नसके पनि त्यसो म बिचमा मैले कुरा काटेँ भएको। त्यसो भए लगभग पुरानो पार्टीले यसपालको चुनावमा हार्छ तिम्रो भनाइमा? यसपालिको चुनावमा त अब पुरानो पार्टी त अब गयो, अब त्यत्रो जिएनजीको आन्दोलन भयो, त्यत्रो उस भइसक्यो होइन। त्यही पनि अब चाहिँ नि नयाँलाई केही गर्न दिनुपर्छ भनेर यी जाँठाहरूले गर्न पर्ने हो। तर यो यिनीहरूले चाहिँ अझै पनि त्यही पुरानै अब भ्रष्टाचारको निमित्त अब अहिले चुनावमा चाहिँ अब मासु भातमा बिकेर फेरि हामी जनताहरूले अझै पनि त्यसरी चाहिँ भोट दिने। अब चाहिँ जनताहरूलाई म चाहिँ के भन्न चाहन्छु भन्दा चाहिँ अब चाहिँ एउटा चुनाव पनि तपाईँहरूको लागि एकदमै महत्त्व हुन्छ। भविष्यको खेल छ अहिले चुनाव भनेको, अहिलेको राजनीति भनेको, अहिलेको सरकार भनेको हाम्रो भविष्यको खेल हो। किनभने सरकार राम्रो भइदियो भने कुनै पनि युवा पनि बाहिर जानु पर्दैन, अब बाहिरी देशको आएर पनि रासन गर्नु पर्दैन होइन, बाहिरी देशको आएर शासन अब चलाउनु पर्दैन। किन भन्दा अहिले यो एमसिसीको बारेमा पनि धेरै विरोध भयो होइन, बेचेछ भन्ने पनि अब धेरै माहौल यो हल्ला चलिराख्यो। अब यसको बारेमा पनि धेरै विरोध भयो, एमसिसीको बारेमा अब ज्यान पनि गयो 2-3 जनाको। अनि मैले कुरा यहाँ काटेँ भाइको। अब आउँदै गरेको निर्वाचनमा चाहिँ नयाँ पार्टीलाई जिताइयो भने हाम्रो देश नेपालले चाहिँ के विकास फेर्नेछ, विकास गर्नेछ त? हाम्रो देशमा परिवर्तन हुनेछ? परिवर्तन त अब अभियसली परिवर्तन त हुन्छ नै। किन भन्दा अब हामी परिवर्तनकै लागि लडिरहेको हो नि त। अब सबैको आश भनेको के हो? नयाँ युवा, न कि बालेन शाह मात्रै होइन आश, हाम्रो त नयाँ युवा पनि आश हो नि त। हो। अब बालेन शाहले गर्ला नगर्ला आफ्नो ठाउँमा छ, तर पनि एकचोटि चान्स दिएर जिताउन। अब पुरानो पार्टीलाई त त्यत्रोचोटि चान्स दिएकै हो, 20-30 वर्षसम्म पनि सत्तामा बसेर पनि देशलाई चाहिँ केही गर्न सकेन। अबको विकल्प भनेको चाहिँ नयाँ पार्टी हो र नयाँ पार्टीलाई नै जिताउनुपर्छ भन्ने तपाईँको सुझाव छ नेपाली जनताहरूको निमित्त अब आउँदै गरेको फागुन 21 गतेको निर्वाचनमा? अहिले चाहिँ मेरो सोचै त्यही हो। अब नयाँ पार्टीलाई चाहिँ जिताउनै पर्छ, एनी हो अगाडि बढाउनै पर्छ। अब भोलिको दिनमा हेरौँ के गर्ला नगर्ला त्यो आफ्नो ठाउँमा छ होइन, तर जस पुरानोले भन्दा गर्छ भन्ने आश त छ, तर पनि चान्स पनि दिनुपर्छ हामीले। अब नयाँ पार्टीले जित्ने बित्तिकै देशमा हजारौँ युवाहरू चाहिँ अहिले हामी देख्न सकिन्छ एयरपोर्टमा होइन, दिनकै उडिरहेको छ। यसको बारेमा चाहिँ के छ त? नयाँ पार्टीले के यो चाहिँ के गर्न सक्छ त? नियन्त्रण गर्न सक्छ? हजारौँ युवाहरू त विदेशिएको छ, के रोजगार दिन सक्छ? रोजगार भन्ने कुरा चाहिँ कस्तो भन्दा अब एकैचोटि दिन नसक्ला, अब उसको पनि आफ्नो एजेन्डा होला होइन। अब उसले पनि कुन अनुसारले एजेन्डा बनाइरहेछ, उसले कुन भिजनले चाहिँ नि योजना गराइरहेछ नेपालभित्र। तर यति चाहिँ थाहा छ कि जस पुरानोले भन्दा केही परिवर्तन चाहिँ मजाले गर्न सक्छ युवाले चाहिँ मजाले गर्न सक्छ। अहिलेको स्वतन्त्रमा पनि धेरै युवाहरू उठेको पनि छन् होइन। अब पुरानो पार्टीमा भन्दा पनि अलिकति जस नयाँ पार्टीमा चाहिँ शिक्षा पनि एकदमै राम्रो छ होइन, एकदमै शिक्षा पनि अब राम्रो छ। अब ठुल्ठुलो पोस्टको अब कलाकार डक्टरहरू होइन, अब एउटा राम्रो शिक्षा लिएर शिक्षा गरेको मान्छेहरू चाहिँ उठेका छन् होइन। त्यही हो, मैले चाहिँ अब यहाँ बसेर चाहिँ म के भन्न चाहन्छु भन्दा अब नयाँलाई चाहिँ जिताउनु पर्छ भन्ने एउटा धारणा मात्र हो हाम्रो चाहिँ। एकदमै राम्रो छ तपाईँको धारणा। सम्पूर्ण नेपाली जनताहरूले चाहिँ यो तपाईँले यहाँ राख्नुभएको धारणालाई चाहिँ बुझ्नुभयो भने पक्कै पनि देश परिवर्तन हुनेछ भन्ने तपाईँको सोच छ। र पुरानो पार्टीहरूले त लगभग 20-30 वर्षसम्म पुरानो पार्टीको त अब कामै छैन नि। अब पुरानो पार्टीहरू किन उठिरहेछन् कि अहिले? तिनीहरू जाँठाहरूलाई उठ्नुपर्ने के कारण? यत्रोसम्म भ्रष्टाचार गरेर केपी ओलीको न छोरा छ न केही छ। झापामा केपी ओलीको त तपाईँको हेर्नुहोस् न छोरा छ न बुहारी छ, त्यसले चाहिँ पैसा कहाँ उडाछ? सबै दलहरूलाई त उडाछ, सबै कार्यकर्तालाई उडाछ नि त। अब झापा 5मा कार्यकर्ता केपी ओलीको कार्यकर्ता किन छ? केपी ओलीले त आफ्नो लागि भन्दा कार्यकर्ताको लागि बढी सोच्छ, जनताको लागि भन्दा पनि बढी चाहिँ जे होस् कार्यकर्ताहरूको लागि चाहिँ पैसाको यताउता लेनदेन भनौँ हरेक कुराको छ भन्ने बुझ्नुहुन्छ। त्यो भ्रष्टाचार छ नि। अब युवाले जित्यो भने चाहिँ भ्रष्टाचार अलिकति कम हुन्छ। कसले जित्छ तपाईँलाई के लाग्छ त? बालेन र तपाईँको केपी ओली झापा 5मा चाहिँ अब आउने निर्वाचनमा चाहिँ अहिलेको प्रतिस्पर्धा हेर्दा चाहिँ अब बालेनको चाहिँ अलिकति बढी नै समर्थक मैले देखिरहेको छु मिडियाहरूमा। अब हरेक क्षेत्रहरूमा हेर्दा चाहिँ बालेनै भनिरहेको छ। तर झापाको व्यक्तित्वहरू कोही कसो यसो म देख्छु सामाजिक सञ्जालमा, तर केपी बाको एकदमै के भनौँ अब ऊ
उसकै विषयमा उसकै बारेमा मात्रै कुरा गरिरहेको देख्छु। होइन, जब यस्तो पासमा चाहिँ अब- बालेन शाह उठ्नु भनेको बेकार हो त्यो केपी बाकै कुरा गर्नु भनेको त भन्ने ऊ त कुरोहरू अब आइरहेछ। कार्यकर्तै हो भनेर 100% मैले त त्यसरी बुझ्छु। किन भन्दा एउटा आम साधारण जनताले केपी ओलीलाई अहिले सपोर्ट गर्दै गर्दैन, त्यो त 100% नै हो। किनकि उसको घरमा पारिवारिक कोही अथवा छोरा अथवा छोरी होइन, अथवा कोही न कोही आफन्त सदस्य घरको मान्छे एमाले नभइकन एमालेको पक्षमा उठ्ने अहिले कोही छैन। किनभने अहिले सबैले देशले परिवर्तन चाहेको छ, हामी सबैले परिवर्तन चाहेको पनि हो। त्यही भएर चाहिँ अहिले बालेनले चाहिँ भनौँ न अब जित्नुपर्छ भन्ने तपाईँको भनाइ छ। 80% त बालेनको चाहिँ चान्स छ नै। मैले यताउति हेर्दा चाहिँ 80% त लगभग चान्स छ। अब योभन्दा अगाडि पनि त बालेनले मेयरमा उठ्दा अब बालेनको र भन्ने मान्छे त हजारौँ थियो नि त। अब आधीको जनसङ्ख्याले भोट जिते। अनि एउटा कुरो के छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले झापामा मात्रै जितेर मात्रै पनि त सरकार बन्दैन होला नि त। बन्दैन अब सबै क्षेत्रबाट चाहिँ जित्यो भने लगभग सरकार बनिन्छ होइन, नत्र भने त झापामा मात्रै जितेर चुनाव जितेर त सरकार बनिँदैन। झापामा त्यसको लागि चाहिँ सम्पूर्ण नेपालीहरूले चाहिँ नयाँ पार्टीलाई नेतृत्वमा पुर्याउनुको निमित्त सबैले अब आउँदै गरेको फागुन 21 मा चाहिँ भोट हाल्नु भन्नुहुन्छ कि के छ तपाईँको यसमा राय सुझाव? होइन, अब स्वतन्त्रलाई मात्रै भन्दा पनि अब पार्टीको मान्छे पनि एकदम महत्त्वपूर्ण हुन्छ नै। अब स्वतन्त्र भनेर हिँड्दा अब स्वतन्त्रलाई पनि एकचोटि चान्स त दिनै पर्छ। तर पनि पार्टीको मान्छे पनि त्यति साह्रो अब सबै नराम्रो भन्न खोजेको त होइन नि त। कोही त राम्रो पनि छ पार्टीका सदस्य। अब कोही अब एमाले भन्ने बित्तिकै अब एमालेमा पनि नराम्रो मान्छे त नहोला, कोही त राम्रो पनि होला, काङ्ग्रेसमा पनि होला कोही राम्रो मान्छे होइन। त्यो समग्र रूपमा हामीले बुझ्नुपर्छ। अध्यक्षलाई मात्र नराम्रो भनेको हो नि त। जस्तै शेरबहादुर काङ्ग्रेसको अध्यक्ष, केपी ओली एमालेको अध्यक्ष हो। अब त्यसरी चाहिँ हामीले अध्यक्षलाई मात्र नराम्रो भनेको। अब त्यहाँ मध्येमा सदस्य अब कोही राम्रो होला, तर राम्रो भएर के गर्ने, अब एउटा हातले ताली बज्दैन भने जस्तो भयो कि संसद भनेको। अब त्यही भएर चाहिँ अहिले चाहिँ नि मैले के भन्न चाहन्छु भन्दा युवाहरूलाई सबैलाई अब स्वतन्त्र उठेको छ। अब स्वतन्त्रबाट हरेक युवाहरू प्रायः युवाहरू नै उठिरहेछन्, युवतीहरू उठिरहेछन्, एउटा राम्रो शिक्षा हासिल गरेको मान्छेहरू उठिरहेछन् होइन। त्यही भएर चाहिँ यसपालि चाहिँ स्वतन्त्रलाई दिएर हेरौँ न भन्ने चाहिँ सबैको धारणा चाहिँ त्यो छ। मेरो पनि धारणा त्यही छ र यो मेरो पोडकास्टबाट चाहिँ तपाईँ सबैलाई नयाँ पार्टीलाई नै भोट हाल्नु भन्नुको लागि विनम्र अनुरोध गर्नुहुन्छ र घरमा पनि तपाईँले कल गरिसक्नु भएको छ। एकदमै घरमा मैले कल पनि गरिसकेको छु। मैले सबैलाई भनेको पनि छु अब यसपालि चाहिँ घन्टीलाई चाहिँ भोट हाल्नुपर्छ, जे जसरी हुन्छ एकचोटिलाई नयाँ पार्टीलाई चान्स दिउँ न त। नयाँ पार्टीलाई चान्स दिउँ न भन्ने चाहिँ मेरो धारणा पनि हो। अब त्यत्रो आन्दोलन पनि भयो होइन, त्यो कारणले पनि मान्छेले जनताले त परिवर्तन चाहेको रहेछ नि त युवाले भन्ने कुरा पनि त्यहाँबाट प्रमाण हुन्छ। त्यत्रोको ज्यान पनि गयो होइन। त्यही भएर चाहिँ अब पुरानो पार्टी यति बेला चाहिँ नि अब सचेत भयो हुन्छ। पुरानो पार्टीलाई चाहिँ सबैलाई सचेत गर्न चाहन्छु मैले चाहिँ। यही मेरो पोडकास्टबाट चाहिँ सबैलाई भन्न चाहन्छु अब पुरानो पार्टीहरू अब पत्ता साफ अब बुढो भइसक्नुभयो, बुहारी तातो पानीले भनेर बस्ने बेला आइसक्यो। अब नाति खेलाएर बस्ने बेला आइसक्यो होइन त। अब तपाईँहरू हिँड्नु खासै धेरै पर्दैन। अब बुहारी तातो पानीले भनेर बस्ने बेलामा तपाईँहरू भ्रष्टाचारको लागि नै त हो यिनीहरू नेताहरू हिँड्ने भनेको। ल ठिकै छ। अब समग्र रूपमा हामीले चुनावको बारेमा त कुरा गरिहाल्यौँ। अब भाइ अनि टाटु हानेको छौ, यो गौतम बुद्धको के छ यसको रहस्य चाहिँ? केही रहस्य त होला यसमा होइन? त्यतिकै त टाटु हानेको छैनौ। हजुर एकदमै। यो चाहिँ कस्तो भन्दा मेरो एउटा साथी थियो कि मेरो एउटा साथी थियो एकदमै मेरो जिग्री फेरि। ऊ चाहिँ पोल्यान्डमा अहिले पोल्यान्ड छोडेर ट्याटु हाउसै खोलिरहेको छ नेपालमै छ। नेपालमै केही गर्छु भनेर मेरै घर साइडमा ट्याटु हाउस खोलेको छ उसले। अनि म त अहिले आउट अफ कन्ट्री छु। त्यति बेला नेपालमा आउट अफ कन्ट्रीबाट छुट्टीमा चाहिँ म जाँदा मैले उसँग चाहिँ सल्लाह गरेको थिएँ, ल ठिक छ अब तैँले खोलिसकेछस्, अब एउटा चाहिँ ट्याटु हान्नुपर्छ भनेर चाहिँ म आएपछि चाहिँ पक्की एउटा ट्याटु चाहिँ तेरोमा हान्छु नि भनेर उसको चाहिँ उद्घाटन भएको थियो। म नेपालको छुट्टीमा जाँदा उसको उद्घाटन पनि भएको थियो, ट्याटुको उद्घाटन पनि भएको थियो। अनि मैले चाहिँ यो किन हानेको भन्दा चाहिँ बुद्धकै अब पछि गएर अरू ट्याटु हान्यो भने चाहिँ पश्चाताप हुन्छ कि अलिकति। अब यो एज अनुसारको अलिकति माहौल त्यस्तै हुनसक्छ, पछि गएर फेरि मेट्नु पो पर्ने हो कि हटाउनु पो पर्ने हो कि होइन। अनि
ठिकै छ, राम्रो छ चोइस। चाहिँ जस्तै अब मान्छेले त अब हाम्रो एजकोले त ड्रागन हान्छ, बिच्चु हान्छ होइन, अब हरेक कुराहरूको अब अनेक थरीको हान्छ नि त। अहिलेको युवाहरूले त थरीको हान्छ, स्टाइल अहिले त फेसनमा चाहिएको छ। मेरो साथीले पनि के भन्यो, बुद्धकै हान्दा ठिक हुन्छ, पछि गएर पश्चाताप पनि हुँदैन। अब यसको ट्याटु हानेपछि भगवान्लाई भनेको पश्चाताप हामीले कहिले पनि गरिँदैन नि त। बरु भगवान्सँग त अपेक्षा गर्ने हो, पश्चाताप त कहिले हुँदैन। अनि त्यो कारणले चाहिँ नि मैले यो बुद्धको हानेको कारण हो। अब मेरो सँगैको एकदमै नजिकको साथी हो मेरो सुमन केसी, म उसलाई अझै पनि सम्झिन चाहन्छु। एकदमै सँगै खाना खाएको, सँगै हुर्केको होइन, सानैदेखिको। अब उसले अब मान्छेहरू युरोप जानलाई एकदमै पैसा लगानी गरेर गएको हुन्छ होइन। अनि उसले चाहिँ युरोप अब पोल्यान्डमा थियो, पोल्यान्डको अब भिजा छोडेर अब म नेपालमै केही गर्नुपर्छ भनेर चाहिँ उसले आफ्नो कला पनि थियो, उसको आर्ट कला थियो होइन। राम्रो टाटु खोप्नु हुने हुन्छ। र सम्पूर्ण साथीहरूलाई पनि म के भन्न चाहन्छु भने मेरो पोडकास्टबाट चाहिँ कोही इच्छुक व्यक्तिहरू हुनुहुन्छ भने टाटु हान्नुको निमित्त चाहिँ हाम्रो सरको नाम बताइदिनु त नेपालमा। मेरो सुमन केसी, मेरो साथीको नाम सुमन केसी सर, उहाँकोमा गएर सुमन केसी टाटु मलाई सम्पर्क गर्दा पनि हुन्छ, मैले लोकेसन दिइहाल्छु। मेरो आफ्नै साथी हो, अब सँगै हिँडेको हुर्केको होइन। पहिला त म अब रिहाब सेन्टर पनि बसेँ 6 महिना जति होइन, सँगै बसेको, सँगै हुर्केको। अब भनौँ न अब लङ्गोटिया पार्टनर के बाल्यकालदेखिको है नि त। एकदमै मेरो त जिग्री नै हो। अब के बालापनमा यसो पछाडि पनि खेलियो कि झगडा गर्ने यताउता भइहाल्छ अब सँगै बसेपछि होइन, भइहाल्छ नि। एउटा चाहिँ कस्तो भइदियो भन्दा एउटा हाम्रो अब उचार पचार पनि खेलियो त्यति बेला, अलिकति जोबानाको जोस अब जोस लडाइँ गरियो नि, धेरै गरियो। अब भनौँ न त्यति बेला अलिकति टिनेजमा चाहिँ अलिक बढी नै झगडा गरियो। किन भन्दा अब पारिवारिक पनि त्यस्तो टेन्सन नै, पारिवारिक अब बाबुआमाको खाएको, हुर्केको, हिँडेको, हल्लेको मान्छे। अनि चाहिँ त्यति बुद्धि पनि नछिपिएको, झगडा गर्नु हुँदैन भन्ने सोच, इगो पनि थियो होइन, सोच पनि नहुने एकदमै भएको मान्छे। अनि पछि चाहिँ अब एउटा चाहिँ कस्तो काण्ड परिदियो भन्दा, मेरो साथीहरू अझै पनि 2-3 जना अझै पनि त्यो काण्डले अझै पनि भनौँ न जेलमा अझै पनि छन्। एउटा चाहिँ होलीमा कस्तो काण्ड परिदियो भन्दा ग्याङ फाइट परिदियो है। ल झगडा त तिमी पहिल्यैदेखि नै गर्थ्यौ, मलाई अलिअलि थाहा भइरहेको थियो। काठमाडौँमा हामी सँगै हुँदा झगडा धेरै गर्थ्यौ। अनि अझै पनि के विचार सोचमा के आएन कि अब त झगडा गर्नु हुँदैन भन्ने चाहिँ विचार आएन यतिको उमेरसम्म पनि? अहिले त आयो, पहिलाको मैले भन्न खोजेको एउटा काण्ड चाहिँ कस्तो परिदियो भन्दा, पहिला चाहिँ त्यो जस्तै ट्याटुको हाम्रो कुरा भयो होइन, मेरो साथीसँग चाहिँ कस्तो भएन, ऊ चाहिँ 2 महिना जति सँगै बस्यो क्या जेलमा। अनि ट्याटुको चाहिँ कस्तो भइदियो भन्दा, के अरे यो काण्डको चाहिँ कस्तो भइदियो भन्दा, होलीमा चाहिँ एउटा काण्ड परिदियो क्या। जस्तै अब रक्सी खाँदा झगडा पऱ्यो, अनि झगडा परिसकेपछि चाहिँ एउटा मान्छे चाहिँ तपाईँको 81 अब ग्याङ फाइट परिदियो होइन। अब ऊ मान्छेले पनि अब भनौँ न केही नसालु सेवन गरेर आएको मान्छे, अब ग्याङ फाइट हो, सिङ्गल होइन, ग्याङ फाइटमा। अनि मेरो साथीले पनि अब सिधै बियर छोपेर टाउको फुटालिदियो बदलले। अब ऊ पनि रक्सी खाएर मातेको होइन, अनि जोस जागर त्यत्तिकै। अनि अब स्टेजमा रमाइलो, अब होलीको माहौल। त्यसपछि चाहिँ झ्याम्मै हान्दियो, ऊ चाहिँ सिधै ढल्दियो। अनि 6-7 जना त्यहाँ झगडा गरे होइन। अब उसलाई चाहिँ अब त्यो मान्छे ढलिसक्यो। त्यो ढलिसकेपछि चाहिँ अब त्यहाँ अब अनेक थरी मान्छे हुन्छ नि त, अब त्यो केटीहरू केटाहरू सबै त्यही त्यसलाई किचेछन्। त्यसको ढलेको मान्छेलाई किचेछ। त्यो मान्छे चाहिँ हाम्रो घरभन्दा धेरै टाढाको अर्को उसको चाहिँ हो, अर्को नगरपालिकाको हो। अनि हाम्रो नगरपालिकामा अब कन्सर्ट हुँदा, अब होलीमा त्यही त हो, कन्सर्टहरू राख्छन्, स्टेजहरू राख्दा चाहिँ। अनि त्यसपछि चाहिँ उसको चाहिँ पछि पोस्टमार्टम गर्दा चाहिँ के आयो, उसको चाहिँ मृत्यु भइसकेछ कि। उसको चाहिँ मृत्यु भइसकेछ। उसको पोस्टमार्टम गर्दा चाहिँ के आयो, त्यस्तो ठुलो घटना घट्यो। अब ग्याङ फाइटमा अब कसले अब मार्छु भनेर त कसैले हानेको होइन, अब एक्कासी त्यस्तो भइदियो। अब न्यु खोज्यो, ऊ पनि न्यु खोज्यो, अब दुइटै मातेको होइन, अनि हानाहान भयो, तानातान भयो होइन। त्यस्तै क्रममा ज्यान पनि गुमायो एकदमै। अनि पछि चाहिँ मैले 2 दिनपछि चाहिँ न्युज सुने बल्ल उसको। अब म चाहिँ थिएन त्यो झगडामा होइन, म चाहिँ माथि स्टेजतिर गएर म पनि अब त्यो तालमा होइन, अब मेरो सिनियर दाइहरूसँग म पनि नाचिरहेको थिएँ, त्यहाँ रमाइरहेको थियो। अब सिनियर दाइहरूसँग अब हामीले राखेको कन्सर्ट थियो त्यो। अनि हामीले चाहिँ फेरि बोलाउनु त अब टिकट केही थिएन होइन, जुवाएर नाच्दा पनि भयो। अब बाटोमा हिँडिरहेको मान्छे अब बाइक रोकेर अथवा साइकल रोकेर अथवा चाहिँ हिँड्दै पैदल यात्री मान्छेहरू आएर नाच्दा पनि भयो त्यहाँ, त्यसरी टिकट थिएन।
अनि जस्तै स्टेजमा आएपछि पछि चाहिँ मैले ट्याक्क स्टेजबाट चाहिँ देखेँ त्यो झगडा परेको। अनि छुट्टाउनु अब फेरि मेरै साथी फेरि जुन ट्याटु हानेछ नि, मैले किन कुरा निकालेको भन्दा चाहिँ उसले ट्याटु हानेको लङ्गोटिया यार भने नि त मैले, सुमन केसी। अनि त्यही भएर चाहिँ मैले पछि चाहिँ उसलाई गएर छुट्टाएर लगेँ होइन। पुलिस पनि आयो, पुलिस आउने बित्तिकै म त्यसलाई चाहिँ नि च्याप्प छोपेर छुट्टाएर लगेँ, पुलिस आइसक्यो बाघ भनेर। अनि त्यहाँबाट चाहिँ मैले छोपेर ऊ चाहिँ मानिरहेको थिएन होइन। अब त्यो अझै पनि इनर्जी छ नि त उसँग, किनकि त्यो मातिरहेछ होइन। अनि त्यही माथि अब मातेको तालमा अब हानाहान परेपछि त अनि रिसको झोकमा होइन, रिसको झोकमा अब त्यो चाहिँ कस्तो काण्ड रहेछ भन्दा उसको गर्लफ्रेन्डलाई चाहिँ योभन्दा अगाडिको केसमा चाहिँ उसले चाहिँ गर्लफ्रेन्डको केसमा चाहिँ झगडा परेको रहेछ उनीहरूको त्यो केस चाहिँ। अनि अहिले मेरो साथीले दुश्मनी रहेछ जे होस्, पहिले इगो टाइपको दुईजनाको रहेछ। अनि मलाई पनि थाहा थिएन त्यो कुरा। पछि चाहिँ उसले भन्यो यस्तो थियो, योभन्दा अगाडि चाहिँ मलाई एट्याक गरेको थियो म उसको गाउँमा जाँदा भनेर चाहिँ उसले मलाई भन्यो। अनि त्यसपछि चाहिँ 2 दिनपछि चाहिँ अनि पोस्टमार्टम भनौँ न अब मृत्यु हस्पिटल लग्यो त्यो मान्छेलाई होइन। ठाउँको ठाउँ हस्पिटल लाँदै उसको चाहिँ मृत्यु भइसकेछ कि त्यो जुन झगडा गरेको थियो नि। अनि त्यो मान्छेको चाहिँ मृत्यु भइसकेको रहेछ। मृत्यु भइसकेपछि चाहिँ नि अनि अनि त्यहाँबाट चाहिँ नि कस्तो भइदियो हाम्रो गाउँको अब 6-7 जना केटाहरू अब त्यो ग्याङ फाइटमा परेको होइन। अनि सबैलाई पुलिसले छानबिन गर्यो। सबैजना? तिमी पनि पऱ्यौ समग्र रूपमा? होइन म चाहिँ परेन, किनभने त्यो क्यामेरा पनि थियो त्यहाँ होइन, ब्याङ्क थियो माथि होइन। ब्याङ्कको अगाडि चाहिँ नि त्यो ठुलो बिल्डिङ थियो कि, अन्त बिल्डिङको अगाडि चाहिँ क्यामेरा पनि थियो। पुलिसले चाहिँ अब सबै छानबिन गर्दा चाहिँ क्यामेरा कहाँ चिम्छ कहाँ छैन भनेर त सबै हेर्छ नि त। अनि त्यहाँबाट चाहिँ नि त्यो केस चाहिँ नि भनौँ न मेरो साथी त्यो कारणले चाहिँ नि त्यो मान्छे बाहिर जाने मान्छे होइन कि, त्यो केस चाहिँ अब पछि निम्ताउँदै गयो होइन, ठुलो हुँदै गयो। अनि त्यस कारणले चाहिँ ऊ बाहिर अब पुलिसले त्यसलाई 2 महिना जति राख्यो होइन जेलमा। अनि जेलमा राख्यो 2 महिना जति। अब उसले चाहिँ स्टार्ट गरेको नि त। अनि 2 महिना जति जेलमा राख्यो। त्यसपछि चाहिँ अब भनौँ न धरौटीमा छुटेको। धरौटीमा छुटिसकेपछि पनि अब फेरि उसको जो मान्छेको मृत्यु भएको छ त्यो मान्छेको चाहिँ फेरि बिहा भइसकेको रहेछ। बिहा भएर एउटा छोरी, एउटा सानो छोरी रहेछ। अब उसको चाहिँ नि पालन पोषण गर्दिन पर्यो। अनि त्यहाँबाट चाहिँ नि भनौँ न त्यस्तै भयो। अब त्यहाँ पुलिस केसमा अब त्यही त हो नेपालमा अब यताउति खुवायो होइन। अब सोर्स थियो त्यो मान्छे, सोर्स गऱ्यो, जेलमा बस्नु परेन। 2 महिनाभन्दा बसेन। अब अरू भएको भए त अब ज्यानमारै केसमा पनि पर्न सक्थ्यो होइन। 10-15 वर्ष नै बस्नुपर्ने अवस्था पनि आउँथ्यो कानुनको हिसाबले चाहिँ। उति बेला मैले सुनेअनुसार 25 लाख कि 26 लाख यस्तै कति दिएको भन्ने सुनेको थिएँ। अनि त्यसपछि पनि फेरि उसलाई अलिकति अब भनौँ न फेरि पुलिस पनि फेरि खोज्न आयो। किन भन्दा अब उसको जो मृत्यु भएको छ नि, उसको मृत्यु भएको अब बुढीहरूबाट त बुढीहरू छोराहरूबाट त प्रेसर आयो होला पुलिसलाई, अब यसलाई चाहिँ खोजिदिनु पऱ्यो, हामीलाई चाहिँ पालन पोषण गरिदिनु पऱ्यो भनेर त्यही भएर चाहिँ ऊ चाहिँ फेरि युरोपतिर लाग्यो। उसको पनि युरोपको भिजा फेरि यति चाँडो लाग्यो कि एकदमै छिटो लाग्यो होइन। अनि फेरि अब पछि चाहिँ केस उल्टिँदै गयो होइन। अब केस चाहिँ सेलाउँदै गयो होइन। त्यसपछि चाहिँ 1.5 वर्षपछि ऊ फेरि फर्केको। 1.5 वर्षपछि फर्कियो ऊ। अनि त्यसपछि नेपालमा आएर केही गर्छु भन्यो। नेपालमा आएर केही गर्यो पनि ट्याटु सब खोलो होइन। राम्रो छ अहिले, उन्नति प्रगतिको एकदमै कामना गर्छु होइन। सुमन केसी, म यहाँबाट पनि तँलाई एकदमै मिस गर्न चाहन्छु। एकदमै सँगै रियाब बसेको 7 महिना होइन। अब मर्दा पर्दा 7 दिन नै उयो मेरो जिग्री, एकदमै लङ्गोटिया जिग्री भनौँ न, एकदमै जिग्री नै हो क्या उता। ठिक छ, एकदमै समग्र रूपमा। त्यो कारणले चाहिँ उसले पनि ट्याटु यहीँको हान बुद्धकै हान भनौँ होइन। अहिले जस अलिकति पहिला भन्दा चाहिँ अलि हावारा त छैन ऊ, अहिले बुझ्ने भएको छ जे होस् पहिला भन्दा चाहिँ। जे होस् अब के भन्न चाहन्छौ त, अब पनि त्यसरी झगडा गरेर त्यसरी ज्यान गयो होइन। अब त्यो झगडा गर्नुहुन्न र यो सन्देश पनि भयो अब नेपाली जनताहरूको लागि, नेपाली युवाहरूको लागि भनौँ न। विशेष गरी झगडा धेरै गरिरहेको हुन्छ होइन। मेन भनेको चाहिँ अब के लाग्छ, झगडा गर्नु राम्रो हो र होइन? झगडा गर्नु त एकदमै नराम्रै हो। झगडा गरेर कोही ठुलो भएको छैन, कोही एउटा कहिलेकाहीँ त्यस्तै परिस्थिति आउँछ, बाध्यता पनि हुन सक्छ, बाध्यता आइदिन्छ। अनि मेन भनेको चाहिँ इगो हो क्या। जस्तै अब तपाईँले होइन बाटोमा हिँडिराख्नु भएको छ होइन। एउटा इक्जाम्पल चाहिँ मेरो आफ्नै दिउँ होइन। म जस्तै अब बाटोमा हिँडिरहेको छु होइन। बाटोमा हिँडिरहेको मान्छेलाई चाहिँ अनि कसैले आएर झ्याप्प अन द स्पोट भनौँ न टच भयो, उसले जानी पनि होइन, मिस्टेकली। अनि त्यहाँबाट चाहिँ नि जस्तै मेरो चाहिँ पहिला के थियो, इगो थियो कि भनौँ न, भ्रम थियो कि एउटा चाहिँ नि घमण्ड थियो कि
अनि यति मसँग चाहिँ त्यो घमण्ड चाहिँ नि मैले त्यति बेलै देखाएको भए होइन एकदमै त्यो हुन्थ्यो नि त आक्रोश हुन्थ्यो होला नि त त्यो मान्छे पनि अब जस्तै मैले होइन त्यो मान्छे हिँडिरहेछ अब मैले त पोजिटिभ सोच्ने कि नेगेटिभ सोच्ने भन्ने मेरो धारणा हो नि त यो माछाले हेलो यसले मलाई चाहिँ हेपो होइन यसले मलाई ढकाल्यो किन ढकालेको भन्ने न्यु खोज्दै जान्थ्यो होला होइन त्यति बेला चाहिँ मेरो दिमाग त्यस्तै थियो अहिले चाहिँ के छ भन्दा अब मिस्टेकली भएको होइन छोइहाल्यो मिस्टेकली भएको अब बाई द मिस्टेक भयो होला होइन अन द स्पोट होइन जानेर होइन होला भन्ने चाहिँ त्यो धारणा हुन्छ अहिले सोच्न सकिन्छ अहिले चाहिँ सोच्न पहिलाभन्दा चाहिँ इगो चाहिँ कम छ भन्ने कुरो हो मान्छेको घमण्डै ठुलो कुरो हो कि घमण्ड गर्ने मान्छेलाई अब अहिले चाहिँ म कस्तो छु भन्दा घमण्ड होइन माया लिएर म आफै हारिदिन्छु टाइपको भन्छु कि म पहिला चाहिँ मसँग चाहिँ यति घमण्ड थियो तर अहिले चाहिँ जे छ बिस्तारै बिस्तारै अब उमेर पनि बढ्दै गयो होइन अब अनुभव पनि हुँदै गयो अब धेरै कुराहरू सिक्यो बुझ्यो अझै बुझ्न पनि बाँकी छ होइन अब उमेर पनि बढ्दै गइसकेको छ होइन हरेक कुराहरु जिन्दगीमा अनुभव भन्ने चिज यस्तो हो कि कहिले पनि सिकिँदैन कि सिकिँदैन जहिले पनि हामीले सिकिरहेकै हुन्छ हामी सिकिराख्ने हो राइट अनि अब समग्र रूपमा यति मिठो कुरा भयो होइन हजुर अब के छ त अब होइन अब लास्टमा अब हामी यसो ऱ्याप पनि गाउँथ्यौँ भाइले मिठो गाउँथ्यौँ पहिला हामी सँगै बस्दाखेरि अब एउटा भाइको तर्फबाट चट्ट होइन मेरो यो पोडकास्टबाट चाहिँ सम्पूर्ण नेपाली जनताको लागि र विदेशमा रहनुभएका युवा देशमा रहनुभएका सम्पूर्ण युवादेखि लिएर दिदीबहिनी दाजुभाइ सम्पूर्णको लागि चाहिँ एकमुष्ट यो पोडकास्टबाट चाहिँ तिम्रो भोइसमा होइन पहिला एकदम राम्रो गाउँथ्यौ एकचोटि बालिन शाहको पनि तिमी अब बिग फ्यानै हौ ऊ पनि अब त्यस्तै ऱ्यापहरू गाउने अनि ऱ्याप मात्र नभएर म चाहिँ एउटा सङ्गीत प्रेमी हो सङ्गीत प्रेमी पनि हो अनि त्यति बेला चाहिँ ऱ्याप पनि गाइयो होइन अब सानोतिनो हाम्रो लोकल ब्यान्ड पनि थियो मैले त्यो ब्यान्डमा समग्र पनि गरेँ होइन 2-3 महिना अब सँगै हिँड्यो हाम्रो चाहिँ सक्रिय ब्यान्ड थियो कि अहिले पनि युट्युबमा होला हेरिदिनु होला होइन सक्रिय ब्यान्ड थियो हाम्रो चाहिँ पहिला अनि अलिअलि हिँड्यो पनि मैले चाहिँ क्याजन बजाउँथेँ अब जस्तै ड्रम सेट हुन्छ नि ड्रम सेटको सानो ड्रम सेट जस्तै सानो क्याजन हुन्छ कि त्यो क्याजन चाहिँ मैले बजाउँथेँ अनि अलिअलि गाउँथेँ पनि मैले अहिले त अब खासै अब आउट अफ कन्ट्री भएर पनि होला म त्यति साह्रो इन्ट्रेस्ट पनि छैन त्यो फिल्डमा त्यही पनि अब तपाईँले भनिहाल्नु भयो ठिकै छ अब नेपाली जनताको लागि भनौँ न होइन सम्पूर्ण दाजुभाइको लागि एउटा यसो रमाइलो पनि गरौँ न बिचबिचमा होइन हजुर अब गानै गाउन पर्ने भए त त्यस्तो गाना त आउँदैन मलाई एउटा यसो छोटो मिठो आफूलाई आउने जति चाहिँ यसो हेलो सम्झनाहरूलाई अँगाल्दै यो जीवन बिताउँछु के गर्नु भाग्य यस्तै थियो भनेर बुझाउँछु मरोए पनि तिमी कहिले नरुट्नु उसको अङ्गालोमा बाँधी हर पल हाँसिरहनु त्यस्तै भयो मैले माया लाउन जानिन मेरा सारा खुसी तिमीलाई दिन कहिले सकिन्न सैले होला मै रुनु पर्यो अन्त्यमा गएर नजिक माया दिन सकिन्न चाहेर पनि तिमीलाई भुल्नै सकिन्न मन रोए पनि यो देखाउन सकिन नयन रस्य पनि आँसु झार्न सकिन सैले होला मै रुनु पर्यो अन्त्यमा धन्यवाद त्यति त एकदमै राम्रो छ है भोइस पहिला अब प्र्याक्टिसहरू गरियो
धेरै त्यस्तै राम्रो भयो अब बाध्यताले अब बाहिरतिर पनि जानुपर्ने अवस्था पनि आयो होइन आफ्नै होइन आफ्नै प्रब्लम सबैको आफ्नो प्रब्लम अब सधैँभरि घर बसेर पनि भएन सधैँभरि अब त्यही त हो छोराछोरीलाई अब बाबुआमाले पनि के चिज गर्ने अब 1 वर्ष ठिकै छ अब 1.5 वर्ष पनि ठिकै छ अब 1.5 वर्ष 2 वर्ष अब सधैँ के चिज पनि कति सुन्नु होइन बाबुआमाको पनि त केही इच्छा चाहना हुन्छ नि त छोरासँगको केही अपेक्षा होला अब छोरा हुर्किसक्यो होइन अब केही गर्छ होला छोराले भन्ने एउटा लाइन छोप्न पर्यो अब हामी त म त अब बेसाएर होइन अब हल्लेर हिँडेको बानी अनि सुरुमा अब यहाँ आएर अब बाहिरतिर आएर भनौँ न काम गर्न पनि एकदमै गाह्रो भयो अब बानी नलाएको होइन अब हल्लेर हिँड्ने बानी अब स्टार्टिङमा अब त्यही त हो अब अलिकति गाह्रो भयो पछि बानी पर्दै जान्छ अलिकति उमेर बढ्दै पनि गयो होइन टिनेज सकिसकेपछि पनि अलिकति म्याचुरिटी आइसकेपछि कहाँ के कसरी कस्तो ठाउँ होइन कुन समय कहाँ के बोल्दा कस्तो हुन्छ भन्ने कुराहरू पनि अलिकति अनुभव गरिसकेपछि अहिले जस्ट सहजै तरिकाले जिन्दगी गइरहेछ भनौँ अनि भाइको बिचमा कुरा गर्ने अनि के छ भाइ त ऱ्यापर पनि हो फेरि त्यही माथि अब एउटा गाना त हामीले फेरि ऱ्याप पनि सुन्नै पर्यो होइन यति मिठो स्वर छ भाइको अब जाओस् न त ठिकै छ तपाईँले भनिहाल्नु भयो एउटा म प्रोफेसनल ट्रिकको चाहिँ एउटा म गाएर थोरै गुनगुनाएर सुनाउँछु है त ओके भाइ ओके यो चाहिँ कस्तो भन्दा मान्छेको जीवनको भुमरीमा पढेको एउटा चाहिँ नि यथार्थ कहानी होइन ओके ठिकै छ म एकचोटि ट्राई गर्छु है त तपाईँले भनिहाल्नु ल भाइ ल हिँड्दा लडे पनि म त उठ्ने हो देखिन्छ तारा त्योभन्दा माथि पुग्ने हो पाउँछु नखोज्दा शीतल सुत्ने हो आँसु खस्दैछ छरीमा बुझ्ने हो सपना जस्तो समय फर्केर आउँदैन आँखा बन्द भई सास चल्दा बिग्न पाउँदैन सबको सोचमा छ चोट शरीरमा घाउ छैन अरू बाटोमा शुद्ध मेरो मन रमाउँदैन हेर निलो आकाश त सबको छानो कालो गोरो रङ रगतभित्र सबको रातो जीवन एउटा शिक्षा सिक्नु पर्ने पाटो जन्म पीडा भएको बेलामा नि भन्ने बाटो यहाँ पसिना बग्दैमा सबको नसिब बन्दैन तर सूर्यको तापले धनी गरी भन्दैन चल्दछ जीवन यहाँ अगाडि बढ्दैन अगाडि बढ्छ त्यसलाई सवारी भन्दैन पाउनादी औलास तेरो फौलादी मन खोइ त छुन्छ हाम्रो कथा गाउँ खाने खोज्दैन टाउको मेरो पुच्छा तेरो भौतारी बन्दैन दाल भात कुन दिन 84 गन्दैन एकदमै राम्रो लाग्यो भाइ होइन खासै त हजुर वाउ खालको होइन एकदमै खुसी लाग्यो भाइसँग यसरी कुरा गर्नु पाउँदाखेरि मेरो पोडकास्टको चाहिँ एपिसोड 2 को लागि चाहिँ होइन हजुर एकदमै ग्रेटफुल भएको छु एकदमै हजुरलाई पनि एकदमै धन्यवाद यो पोडकास्ट खोलेर एकदमै राम्रो गर्नुभएको रहेछ भन्नुभयो ल आइदिनु पर्यो भनेर भन्नुभयो अब मेरो अलिकति व्यस्तताको कारणले गर्दा पनि म आउन सकिनँ होइन ठिकै छ भाइ समय मिलाएर आइदियो मेरो पोडकास्टमा होइन एकदमै आभार व्यक्त गर्दछु भाइलाई मैले धेरै नै मिस गरिरहेको थिएँ भाइलाई लङ टाइम पछि एकदम दाइ हजुरको पनि भयो पोडकास्ट अब नयाँ खोल्नु भएको रहेछ होइन एकदमै अब मिलनसार दाइ सबैले सब्सक्राइब गरिदिनु होला सेयर गरिदिनु होला हाम्रो पोडकास्ट नाम के भन्नुभयो कुबेर तामाङ पोडकास्ट कुबेर तामाङ पोडकास्टलाई चाहिँ एकदमै सब्सक्राइब सेयर गरिदिनु होला सबैजनाले है ल है हजुरहरू सबैजनाले लाइक कमेन्ट रमाइलो सब्सक्राइब सेयर गरिदिनु होला मेरो चाहिँ यो पोडकास्ट चाहिँ एपिसोड 2 हो त्यसैले तपाईँहरूको साथ माया र हौसलाको एकदमै खाँचो छ सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले प्लिज हेल्प मी सब्सक्राइब गरिदिनु होला र भाइसँग भलाकुसारी गर्नु पाउँदा पनि मलाई एकदमै खुसी लाग्यो र अब आउने एपिसोडहरूमा पनि मैले भाइलाई पक्कै पनि मेरो पोडकास्टमा चाहिँ म बोलाउने नै छु होइन हजुर हजुर अहिलेको लागि चाहिँ भाइसँग होइन छुट्टी नै पर्ने हुन्छ फेरि पनि हामी वार्तालाप गर्ने नै छौँ भाइलाई धेरै धेरै धन्यवाद र जाँदा जाँदै अब भाइ चाहिँ के भन्न चाहन्छौ त नेपाली जनताहरूलाई नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई जाँदा जाँदै एउटा केही आफ्नो भनाइहरू राख्दै हुन्छ है अब भन्न त अब भनिसक्यो होइन अब धेरै किन भन्ने अब किनभने अघि नै भनिसकेँ होइन अब जस्तै हो अब नेपालले परिवर्तन चाहेछ हेर्नुहोस् अब भोट भनेको घन्टीमा दिनुहोस् अब भोलिको भविष्य एक भोटले निर्धारण गर्छ तपाईँहरूको एक भोट एकदमै महत्त्वपूर्ण पनि छ आगामी दिनहरूमा अब भनौँ न हाम्रो बालबच्चाहरू त्यत्रो ज्यान गयो त्यत्रो काटमार भयो होइन सबै परिवर्तनको लागि त हो नि अब हामीले चाहेको भनेको अब जुन पार्टीले जित्दा पनि अब रोड त बन्छ नि रोडसँग हामीलाई सरकार भएन बाटोघाटो सबै बन्छ देश विकास हुनु पर्यो देश विकास हुनु पर्यो मेन भनेको शिक्षा स्वास्थ्य
र रोजगार र विदेशीबाट चाहिँ मुक्त हुनु पर्यो है मेन कुरो चाहिँ। रोजगार भनेको त्यही समग्र रूपमा त्यसैमा पर्यो। त्यसैमा पर्यो। अब त्यति चाहिँ मेरो नेपाली जनतालाई चाहिँ मेरो एकदमै विनम्र अनुरोध गर्छु। जाँदा जाँदै त्यति यही भन्न चाहनुहुन्छ? त्यति चाहिँ गरिदिनु होला, एक वर्ष चाहिँ अवश्य दिनु होला। हस् त, धन्यवाद अनि। ल भाइ एकदमै खुसी लाग्यो है। हजुर हजुर। अब आउने एपिसोडमा नि म बोलाउने नै छु। हजुर हजुर। अब एकदमै धन्यवाद। हजुरलाई पनि एकदमै शुभकामना, अग्रिम शुभकामना। ल सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई पनि नमस्कार, थ्याङ्क यू है। सबैजनाले हेरिदिनु होला। नेपाल सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सबैले साथ सपोर्ट माया गरिदिनु होला। सम्पूर्णमा नमस्कार।